ल तपाईहरुलाई फेरि पनि स्वागत छ मेरो च्यानल राला फ्यामिली ब्लगमा। र आज चाहिँ हामी एकजना भाइसँग भेट भएको छ र अहिले हामी चाहिँ एयरपोर्टतिर जाँदैछौँ। अनि उहाँले पनि आफ्नो यसो अनुभवहरू बताउँदै हुनुहुन्थ्यो, पठाउ अनि इन ड्राइभ अनि याङ्गो गर्दा गर्दै अहिले चाहिँ उहाँलाई चाहिँ कहाँको भिसा लाग्यो अरे? अस्ट्रेलिया याङ्गोले गर्दा गर्दै बल्ल बल्ल उहाँको पनि अस्ट्रेलियाको भिसा लाग्दै रहेछ र उहाँलाई अहिले हामी लिएर जाँदैछौँ र उहाँसँग पनि केही अनुभवहरू जस्तो केही अनुभवहरू रहेछ र त्यो अनुभवको बारेमा यसो बाटोहरूमा जाँदै गर्दा हामी केही कुराहरू गर्नेछौँ। र भाइलाई पनि स्वागत छ मेरो राला फ्यामिली ब्लगमा। धन्यवाद। र तपाईँको नाम भनिदिनुहोस् न। मेरो नाम रविन्द्र साहरौनिया, कालीमाटीमा बस्छु। कालीमाटीमा अहिले चाहिँ पढाइको लागि जाँदै हुनुहुन्छ? अहिले पढाइको लागि जाँदैछु। र तपाईँले पहिला पठाउ गर्नुभयो? हजुर। अनि इनड्राइभ गर्नुभयो? हजुर। होइन, अनि याङ्गो गर्दाखेरि तपाईँलाई कुन चाहिँ राम्रो लाग्यो त तीनटा एप्सहरू मध्येमा? अब याङ्गो गर्नु लागेपछि त अब याङ्गै राम्रो लाग्यो। पठाउ इनड्राइभ छोडिदिएँ। पठाउ इनड्राइभ पुरै छोडिदिनु भयो? हजुर। अनि कति त मान्छेहरूले अब याङ्गोले पैसा बोनस दिँदैन भन्थ्यो होइन, तपाईँको चाहिँ कहिले त्यस्तो भयो कि भएन? त्यस्तो त भएको थिएन। अब तपाईँको किन बोनस आउँदैन भने चाहिँ अब फेक राइडहरू गर्छ, त्यसैले हो बोनस नआउने। मेरो चाहिँ त्यस्तो भएको थिएन कहिले पनि। त्यही हो। अनि तपाईँले अब तपाईँको अनुभव अनुसार अहिले जति पनि केही काम नगरिकन बसिराख्नु भएको छ नि, उहाँहरूलाई कसरी सुझाव सल्लाह दिनुहुन्छ यो राइड सेयर एप याङ्गो चलाउनको लागि? त्यही अब कोही अब बेरोजगारहरूलाई त अब यो काम एकदम ठिक छ, मजाले खान बस्न मजाले पुग्छ। त्यही हो, एउटा बाइक चाहिँ हुनु पर्यो, अब त्यसपछि त भइहाल्छ। अनि याङ्गोमा चाहिँ कति ट्रिप हान्नुहुन्थ्यो डेली तपाईँले? मैले त डेली त्यही 24-28 त्यस्तै हो। 24-28 हान्दाखेरि तपाईँको बाइक कति किलोमिटर दौडिन्थ्यो? मेरो त 200, कहिले 210, कहिले 190 त्यस्तै। 190 है। अब जस्तै 24 ट्रिप तपाईँले डेली हान्दाखेरि तपाईँको इन्कम चाहिँ कति हुन्थ्यो? इन्कम त्यही सबै पेट्रोल सेट्रोल घटाएर त्यस्तै 4500 जति, 5000 कहिले बस्थ्यो। यो त ट्याक्सीलाई जित्ने खालको हो नि त है? हजुर। यसले रोक्या हो कि के गर्यो हामीलाई? त्यही रोक्या नै हो। रोक्या नै हो। रोकिदिउँ त्यसो भए। हामीलाई चाहिँ मामाले, ट्राफिक मामाले रोक्नु भएको छ। जान दियो त हो, के हो यस्तो? आज त्यति जाम छैन कि, अचम्मै परिरहेछ। तपाईँले एउटा के अरे युट्युबर थाहा छ, रतन कार्की? थाहा छ, जापानमा छ होइन? त्यही म जस्तो देख्दैन त? यसो हेर्नु त फेस। मलाई सबले त्यही भन्छ। रतन कार्कीलाई ट्याग हान्नुपर्ने भयो त हो। अहिले तपाईँले भन्दा पो ठ्याक्कै मलाई थाहा भयो। त्यही त, मलाई सबैले त्यही भन्छ क्या रतन। अब रतन कार्कीलाई के भनिदिनुहुन्छ त? त्यही कुरा त अस्ति गरेको थिएँ, त्यही एयरपोर्टमा अनिल सुनार भेटेको थिएँ अनि उहाँले नै फोन लगाइदिनु भएको थियो, कुरा गरेको थियो दुवैजना। ल ठिक छ। रतन कार्की भाइको जुडुवा भाइ हामीले भेटेको छौँ होइन। अब कतै अब भाइरल भइहाल्छ कि मेरो च्यानल पनि भर्खरै खोलेको हो र कसैले अब कोही नयाँ हुनुहुन्छ भने च्यानललाई पनि सब्सक्राइब गरिदिनुहोस् न है। अनि तपाईँलाई कस्टमरले कसरी दुःख दिन्थ्यो कि दिँदैन्थ्यो त? दुःख त त्यति दिँदैन थियो। त्यही हो, कहिलेकाहीँ अब यो लोकेसन भनेर अर्को लोकेसनमा हुन्थ्यो अनि यो लोकेसन भनेर अरू लोकेसनमा पुऱ्याउनु पर्थ्यो, कहिलेकाहीँ त्यस्तो हुन्थ्यो है। अनि कतिचोटि त कस्टमरले क्यान्सल गरिदिनु भन्दाखेरि गर्थ्यो कि गर्दैन? कहिलेकाहीँ त गरिदिन्थ्यो, अब फोन गरिराख्नु पर्थ्यो अनि मात्रै गरिदिन्थ्यो है। अनि एज अ राइडर तपाईँ हुनुहुन्थ्यो, अब एज अ राइडर अब तपाईँ त अब हिँडिहाल्नु भयो र तपाईँको तर्फबाट कस्टमरहरूलाई के सुझाव सल्लाह दिनुहुन्छ त? त्यही अब सबैजना अब याङ्गो नै चढ्नु होला, त्यही भन्न चाहन्छु। याङ्गो अनि कसैलाई कतिले त दुःख पनि दिन्छ नि त। अहिले चाहिँ कस्तो ट्रेन्ड चलिरहेछ भने इनड्राइभ पनि बुक गर्ने होइन, अनि याङ्गो पनि बुक गर्ने, जुन फास्ट आउँछ त्यसमै चलिदिने क्या। त्यस्तो पनि भइरहेछ नि है। अनि अब हामी बल्ल बल्ल पुगे हुन्छौँ, भरे अर्को चढेर दाइ म त अर्को चढेर हिँड्दै भनिदिनुहुन्छ क्या। अनि त्यो बेलामा अब कतिचोटि त उहाँहरूलाई
क्यान्सल गर्न पनि आउँदैन क्या फेरि हजुर होइन क्यान्सल पनि गर्न आउँदैन अनि त्यो खण्डमा चाहिँ अब हामीले तपाईँहरूले उहाँलाई चाहिँ कसरी सल्लाह सुझाव दिनुहुन्छ त त्यही चढ्नु नै छैन भने अब नचढ्नु होला अब चढेपछि एउटा मात्रै एपमा कुनै चलाउनु होला क्यान्सल चाहिँ नगरिदिनु होला त्यही हो अब फेरि हामीलाई क्यान्सल गऱ्यो भने त हाम्रो ट्रिपमा एड हुँदैन है एड हुँदैन अनि यो पोइन्ट पनि घटाइदिन्छ हामीले त फेरि जहाँ छ त्यहीँ झारिदिनु पर्ने अवस्थाहरू पनि आउँछ नि है अस्ति चाहिँ मैले एकजना कस्टमरहरूसँग यसरी नै कुराकानी गर्दै थिएँ कि अनि उहाँ चाहिँ एज अ कस्टमर भएर राइडरहरू चाहिँ यो हुनुपर्छ त्यो हुनुपर्छ भन्नुहुन्छ क्या अनि त्यही हो अब हामी पनि अब यसरी रोजीरोटी गर्नको लागि यसरी कामहरू गर्दैछौँ नि त होइन अनि त्यसमा अब कतिले त एउटा यस्तो प्रविधिहरू पनि हुन्छ नि तपाईँलाई चाहिँ त्यो पऱ्यो कि परेन अहिलेसम्म त्यस्तो त छैन हामीले पैसा दिइहालेको छौँ हामीले जे गर्दा जसो गर्दा नि हुन्छ भने त्यस्तो त्यस्तो चलाएको है तपाईँलाई त एकदमै राम्रो राम्रो कस्टमरहरू परेको रहेछ नि त्यसो भए त र अनि तपाईँले आफ्नो कोही साथीहरूलाई ल यो गर्नुपर्छ भनेर उत्साह दिनुहुन्छ कि दिनुहुन्न जस्तै अब कलेज पढ्नेहरू भाइहरू छ भने दिएको छु मेरो जस्तै टिम कोड हुन्छ नि हजुर मैले अरूलाई दिँदा बोनस पाउँछ त हो त्यस्तो पनि गरेको छु त्यो गरेर पनि तपाईँले रिफर गरे बापत तपाईँले पनि बोनस पाउनुभयो है हजुर एकचोटि पाए 4000 हो कि कति 4000 अनि 2000 गरेको थिएँ 2000 बाँड्नुभयो अब टिप त उसले नै पुगाउने हो अब बोनस चाहिँ मेरोमा आउँथ्यो कि 2000 बाँड्नुभयो जस मान्छे चाहिँ मनकारी हुनुहुँदो रहेछ है बा बस्नु थाल्यो यार र अब अस्ट्रेलियामा गइसकेपछि अब अहिले पढ्नलाई जानुभएको हो नि त है हजुर अनि बिहान कति बजीदेखि तपाईँ काम गर्नुहुन्थ्यो बिहान त म अब ब्याचलरमा पढ्थेँ एक्जाम दिन मात्रै जान्थेँ हजुर त्यही 5:30 देखि स्टार्ट गरेर अनि तपाईँले 24 टिप भन्नुभयो 28 टिप भन्नुभयो अब तपाईँको कहिलेकाहीँ रातिको 11-12 पनि बस्थ्यो कहिलेकाहीँ अब अलिक छिटो पनि हुन्थ्यो त्यही हो अब त्यो भन्नै सकिँदैन टिप अनुसार कहिले टिप पाउँछ कहिले टिप पाउँदैन तर जस तपाईँले कति महिना चाहिँ याङ्गो गर्नुभयो त अब याङ्गो त तपाईँको मैले कति 4-5 महिनै गरेँ 4-5 महिना गर्नुभयो है अनि यसबाट यो गरे अनुसार तपाईँले कुनै पनि शरीरमा त्यस्तो केही भएको त्यस्तो केही भएन है अब कतिचोटि त अब हामीले लङ लास्टिङलाई यसलाई हाम्रो रोजगारै बनाउन सक्छौँ कि सक्दैनौँ त्यसलाई मजाले सकिन्छ जस एउटा यो राइड सेयरिङ एप याङ्गो युज गरेर हामीले काठमाडौँमा विद्यार्थीहरूलाई झनै राम्रो हुन्छ होला जस्तो लाग्छ है त्यो पार्ट टाइम पनि गर्न मिल्यो कलेजबाट आएर 3-4 घन्टा गऱ्यो भने मजाले पुग्छ आफूलाई त्यही हो र आफ्नो पकेट खर्च आफै उठाउन सकिन्छ होइन अब बुवा आमासँग खर्च मागिराख्नु पनि परेन भनेपछि अहिले तपाईँको लागि यो राइड सेयर एप चाहिँ एकदमै राम्रो छ जुनसुकै होस् बडा होस् इनड्राइभ होस् याङ्गो होस् होइन अहिलेको लागि चाहिँ याङ्गै भनौँ न याङ्गो नै पहिला त तपाईँको फर्स्टमा त पठाउ चलेको पठाउपछि अब इनड्राइभ आयो जमजम पनि आएको थियो त्यो चलेन त्यो त गइहाल्थ्यो अनि तपाईँको यसपछि याङ्गो आयो याङ्गो त अब अलमोस्ट चलिरहेको छ अहिले अनि तपाईँलाई अब जाँदै हुनुहुन्छ होइन अब हाम्रो भिडियो पनि अन्तिम गरौँ धेरै लामो पनि नबनाउँ र तपाईँलाई अब अस्ट्रेलिया जाँदै हुनुहुन्छ मेरो च्यानलको तर्फबाट पनि तपाईँलाई एकदमै अग्रिम शुभकामना तपाईँको भविष्य फलोस् होइन यसरी नेपाल रहँदाखेरि जसरी तपाईँले मानिसहरूलाई सहयोग गर्नुभयो होला अब तपाईँ त्यहाँ जाँदाखेरि नयाँ हुनुहुन्छ होइन साह्रो गाह्रो पर्ला होइन तर त्यहाँ मेरो ठुल्दाइ हुनुहुन्छ अलि हेल्प त अलि त्यसो भए त तपाईँलाई त्यति गाह्रो त हुँदैन गाह्रो पनि अब पढ्नु पर्यो कमाउनु पर्यो सबै त्यो गर्नै पर्यो अब बाहिर
त्यही हो ल अब दाइको च्यानललाई लाइक सब्सक्राइब गरिदिनु होला त्यही भन्न चाहन्छु ल भाइलाई पनि धन्यवाद होइन यहाँको युज गरेर यसरी भाइहरूसँग यसरी हामीले भ्लग बनाउनु पायौँ होइन कुराकानी गर्दै हिँड्न पायौँ र भाइलाई चाहिँ कतिले रतन कार्की भनेर अस्ट्रेलियामा दिनुहुन्छ होला नि अस्ट्रेलियामा त होइन जापानमा गएको भए चाहिँ पक्कै आयो होला भन्थ्यो जुडुवा अब त्यहाँ पनि पुगेपछि ओ रतन कार्की जापान कसैले भन्छ होला अस्ट्रेलिया आइपुगेछ भन्ला है र यो भिडियो चाहिँ अब रतन कार्कीलाई पनि अब यसो ट्याग गरेर अपलोड गर्नु पर्ने अवस्था भयो झन्डै बोली पनि उस्तै छ कि के हो भाइसँग है ल अब हामी यति भन्दै यो भिडियोलाई चाहिँ अन्त्य गर्छौँ र अन्तिममा पनि फेरि म भन्दैछु राला फ्यामिली ब्लगलाई चाहिँ माया गरेर तपाईँहरूको साथ सपोर्ट गरिदिनु होला र भिडियो हेरिदिनु होला नयाँ कोही हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनु होला है त हस् त नमस्ते